अभिभावक र हास्य क्षेत्रका विश्वविद्यालय आदरणीय हरिवंश आचार्यज्यू, संयोगले अथवा अलि अप्ठ्यारोले गर्दा हरिदाई हुनु पनि मन दाईलाई भेट्न सकिएन, यहाँ देख्न सकिएन, अलि दुःख लाग्छ। र दीपकजी पनि उपस्थित हुन सक्नु भएन। दिपाजी हुनुभएको छ, निर्मल सर हुनुहुन्छ, केदार सर हुनुहुन्छ। सम्पूर्ण तपाईहरू सबैलाई हार्दिक आभार र नमन गर्न चाहन्छु। तपाईहरूले हास्य क्षेत्रलाई यति माया गर्नुभयो। मिडिया अलि जेबिटी क्रिएसनको हाम्रो अर्जुन कुमारजीहरूले जति भन्नुभयो त्यति छैन। म माध्यम मात्रै हो, व्यावसायिक पार्टनरको रूपमा मेरो भूमिका काम कतै हुनसक्छ। मिडिया संलग्न छ। आजसम्म आउँदाखेरि मिडियाहरूले जति पनि कलाकर्मसँग जोडिनुभएका तपाईँहरूसँग जोडिने सौभाग्य तपाईँहरूले उपलब्ध गराउनु भयो। तपाईँहरू सबैप्रति मिडिया र सोम धिताल नतमस्तक छ। हामी कामको सिलसिलामा कमी कमजोरी हाम्रो रह्यो होला। सोम धितालको मेरो व्यवस्थापन र तत्कालीन अवस्थामा केही गाह्रो साह्रो पर्दाखेरि मैले तपाईँहरूको साथ सहयोग सधैँ पाउन सकिनँ होला। यसमा तपाईँहरू कसै पनि दोष छैन। तपाईहरूलाई सँगै जोडाएर सँगै सहयात्रा गर्ने क्रममा सँगै लिएर जान सकिनँ, त्यसमा पनि मेरो दोष छ। म क्षमा चाहन्छु। र सबै सँगै बस्न पनि सकिँदो रहेछ। जहाँ तपाईँहरू हुनुहोस्, जुन रूपमा तपाईँहरू हुनुहोस्, जुन कर्म तपाईँहरूले गर्नुहोस्, जुन सिर्जना तपाईँहरूले गर्नुहोस्, त्यो तत्त सिर्जनामा चाहिँ मिडिया र सोम धिताल हाम्रो सारा मिडिया टिम तपाईँहरूको साथ हुन्छ। हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ। यो तपाईँहरू सबैलाई यो हार्दिक कृतज्ञताका साथ यो मेरो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। मिडिया लगभग तपाईँको 24 वर्ष अगाडि सुरुवात भयो। यसले दिशानिर्देशको कार्यक्रम पहिलो यसको टक शो कार्यक्रम हो र तितो सत्य हुँदै जे गोचानी मेरी बासे हुँदै हामीले धेरै सिरियलहरूमा लगभग 317वटा सिरियल र कार्यक्रमहरूमा हामी जोडिने सौभाग्य पायौँ। हामीले 7,723 जना कलाकर्मी र सर्जक र प्राविधिकहरूसँग जोडिएर मिडियाले काम गर्न सक्ने भएको छ। हामीले 1,13 करोड चाहन्छौँ मिडिया कर्मी भनेको कलाकर्मी सर्जकहरूलाई कहीँ न कहीँ कन्ट्रिब्युट गर्न सकेछौँ। हामीले 4,77 करोड जतिको टेलिभिजन संस्थाहरूलाई भुक्तानी गर्न सकेछौँ। आज मैले यो भनिरहँदा त्यो सारा आँकडाको श्रेय तपाईँहरूमा जान्छ। तपाईँहरूप्रति यो कारणले म नतमस्तक हुन चाहन्छु र तपाईँहरूप्रति कृतज्ञता व्यक्त चाहन्छु। म कुनै न कुनै रूपमा हिजो सन्तोष दाईकोमा, मन दाई हरिदाईहरूको महमा जोडिएर पनि रहन सकिँ होला। परिस्थितिले काहीँ तपाईँहरूलाई टाइममा भुक्तानी दिने कुरामा म आलोचित पनि भयो होला। अझै पनि म गाह्रोमा छु। अब सक्छु भनेर मिलाउँदैछु, गर्छु। तपाईँहरूलाई कमिटमेन्ट व्यक्त गर्न चाहन्छु र भोलिको दिनमा पनि तपाईँका कर्महरूमा मिडिया सोम धिताल सदा सर्वदा रहिरहन्छ। र मैले मुख्य यो मेरो आफ्नो कुरा भयो र लास्ट शरणम जुन टिमले बनायो, हिजो चिसोपानी घाममा भद्रको हुँदै आज सकिपनिसम्म जसरी उहाँहरू आउनुभयो, त्यसको उहाँहरूको काम गराएको तौर तरिका, व्यवहार शैली हेर्दा एकदम सफल रूपमा यो चलचित्र लास्ट शरण सफल हुन्छ र सफलताको पनि शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो हिजो चलचित्र भन्ने बित्तिकै हास्य क्षेत्रलाई अलिकति तपाईँ जोकरको रूपमा कहीँ राखिदिउँ त भन्ने आधारले हेरिन्थ्यो। आज हास्य क्षेत्रका विधा अथवा हास्य क्षेत्र पात्रहरू नभइकन चलचित्र चल्नै नसक्ने अवस्थामा पुगेको छ। यो भन्न पाउँदा यो कमेडी फर्टिनिटी खुसीले गदगद हुनुपर्ने अवसर पनि हो, यसरी भन्न चाहन्छु। र सानो पर्दाकोबाट हाम्रो दिपाजीको टिमले छक्का पन्जाले एउटा छलाङ मार्यो। ओहो हुन सक्दो भनी बनायो। दोस्रो टिम आउँदै हुनुहुन्छ, जेबिटी क्रिएसनको टिम, सकिगनीको टिम, उहाँहरूलाई पनि त्यस्तै सफलता आओस् र आफू-आफूमा प्रतिस्पर्धा होस्, आफू-आफूमा रेकर्ड ब्रेक होस्। यो शुभकामना शुभेच्छा व्यक्त गर्दै यो जेबिटी क्रिएसनको अहिलेको भइरहेको उहाँहरूको टेली सिरियलको उन्नति प्रगतिको कामना र आउँदै गरेको उहाँले घोषणा गर्दै गरेको तर
तपाईँको लास्ट चरणको पनि उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु र तपाईँहरू सँगै सबैसँग हार्दिक कृतज्ञताका साथ ल्याउन चाहन्छु। धन्यवाद, नमस्कार। हार्दिक धन्यवाद र बधाई छ यहाँलाई।